छ्या ओह्रालो उकालो मन डर लाग्दैन मलाई चाहिँ घुमाउनुमा चाहिँ डर लाग्छ गाडी आएछ सुइहाल्यो न अनि स्पिडमा यो यस्तो सिधा रोडमा लड्यो जस्तो छ है मान्छे लड्यो जस्तो छ कोही त अड्दिएर किन गएको बाइकले कि स्कुटीले बाइकले हानेर ल बाइकले हानेको के भन्छ त्यहाँ खुट्टा दिइराखेको त मान्छेको है हिँडेको मान्छेलाई क्या एउटा केटीलाई मात्रै होइन स्टार्ट बन्द गर्यो त चलाउनु यहाँबाट गाडीहरू आउँछ होइन नि यहाँ त फेरि साँधुको बाटो छ नि यहाँ माथिबाट मैले पनि चलाएँ अरे हस्तान्तरण गरिसक्यो ल भगरहरू ल आइसक्यो लखपति किसेत पैसा तर गएर अघि हातले पढिदिनु पुगिस भन त तो कहाँ पुगिस भने जल्दी बोल कल सुबह पनवेल निकलना है तो कहाँ पुगिस भने सुन्दारी सर किन पुगिस आएको थियो त मेरो प्योर काँक्रो प्योर होइन अर्ग्यानिक कौन है ये लोग कहाँ से आते हैं होइन अर्ग्यानिक प्योर चाहिँ हुँदैन होला बहिनी प्योर ए लोकल रहेछ लोकल कति धेरै मान्छे रहेछ फ्रेस हुन आएको उल्टै बाइक आइरहेछ त कस्तो मान्छेहरू केटाहरू हानिरहेछ कस्तो ह्यान्डसम केटाहरू छ यो त
हेर आमा पानी आएर बढ्यो है पानी बढेछ है लाइन चिकना केटाहरू आएको यार ये फंस गया सीएम ओइ छुटाएर मात्रै बाइक लिएर आउँदाखेरि त अङ्कलले आइज ल हेर भाइ लै आइज न कस्तो लाग्छ एक्लै कस्तो दामी केटाहरू रहेछ कस्तो केटामा मात्रै आएर सामान हो क्या केटा ब्रान्डेड केटाहरू रहेछ अच्छा हमको सिखा रिया है थरी हेरी नमुना ए पानी बढेछ है हात धुनु पर्ने छ यहाँ हेर पानीमा जाउँ न बच्चाहरू हेर पानी बच्चाहरूले पानी पनि खेल्दो रहेछ यार स्विमिङ गरिरहेछ तेरो तैँले भन्दा खतरा स्विमिङ गर्दो रहेछ त्यहाँ स्विमिङै गर्दिनँ गइहाल्छ 4 जना जान्छ तिम्रो ब्याग तिमीहरू मलाई भरिया नबनाऊ न यार भरि ड्राइभर बना भरि भरिया बना लास्ट गर्नु रहेछ उयो हात धुनु पर्ने थियो यार खाएर अघि काँक्रा खाएको थिएँ लोकल काँक्रा कता गइदिनु यत्रो लामो चाहिँ नगर्ने एकैचोटि 언제부터 네가 남자로 보여 어느새 얼굴이 화끈거리고 행동 하나하나가 조심스러워지는데 넌 어때 언제부터 난 너밖에 안 보여 어느새 내 맘을 숨길 수 없고 너의 하나하나 हेलो हेलो भनौँ हेलो हाई हाई चक्लेट किन्नुहोस् न तिमीलाई चक्लेट दिन्छ है दिदीले अहिले हाई भन्दै त चक्लेट किन्नु हाई हेलो तिम्रो नाम के हो आखिमिया हो मिया आखिमिया ए आखिमिया रे नाम छ ए आखिमिया के हो श्रेष्ठ अनि तिमी एक्लै यस्तो सानो मान्छे एक्लै अनि कता हिँडेको त यता अनि यहाँ यत्रो ठुलो खोलामा त अनि लड्छ नि त्यो प्यारी कस्तो मसिनो हात खुट्टा छ है अनि खुट्टा यहाँ खुट्टामा के खुट्टा देखाइदेऊ यहाँ खुट्टामा के भयो मेरो बहिनीको चिल्लाएर चिलायो अनि यस्तो खाली खुट्टा हिँडेपछि चिलाउने हुन्छ अनि यत्रो हेर त्यतिलाई माया गरिदिनु यहाँ अहिले चक्लेट किन्छु माया गरिदिनु त आखिमिया माया आमै अहिले चक्लेट किन्नुहोस् ल कुन चक्लेट खाने कालो चक्लेट खाने ए नाम थाहा छ चक्लेटको के हो नाम चक्लेटको नाम डेरी मिल्क हो ए अनि कालो चक्लेट खायो भने चाहिँ मान्छे नि यत्रो सानो छ पेट पनि यत्रो सानो छ हो अहिले हुन्छ नि मिलाई जस्तो गऱ्यो भने त भयो ल गाइज हामी चाहिँ अहिले सिद्धरा जानु पुगेछ मेरो साथी चाहिँ सिधै बच्चाको आमा भएर बच्चा सम्हालिरहेको सानो बसिनो मान्छे अब हामी चाहिँ घरतिर लाग्यौँ अब चाहिँ घरतिर हो है गाइज त्यही हो कुराकानी अब के यहाँ जुम नगरौँ त जुम नगर्दै उसलाई जुम गरेको भए त्यस्तो हुन्छ मलाई धेरै फोटेज गऱ्यो भने त्यसले भ्लगमा गर्ने छिटो होइन यो त कच्ची दाइ हो चाहिँ दाइ हो अब चाहिँ हामी गयौँ हामी चाहिँ फर्केको
पर्खेको थिएँ तिनीहरू त साथी भेटेर त्यतै गफ है धन्यवाद तपाईँहरूलाई समय हेरेर माया गरिदिनु भएकोमा भन् के भन्नु छ के भन्नु छ सो मच गाइस हामी चाहिँ अब भ्लगको इन्डमा आइसकेका छौँ र हाम्रो अन्त्य चाहिँ यसरी नै भएको छ हाम्रो भ्लगको अन्त्य चाहिँ यसरी नै भएको छ कि हामी अब खाजासाजा पनि खाइसक्यौँ अघि नै घरबाटै खाएर आएको